बुढ़ा पगला गया, ब्राह्मण है ये, बुढ़ऊ ब्राह्मण है। अब बताइए तुमको कौन ब्राह्मण का शिक्षा दिया, हमको ही नहीं समझ में आता है। ये ओली मन अच्छी तमाचा मारने वाली बात है। बुढ़ौती में सठिया गया ये आदमी यहाँ पे, ये के चक्कर में गया बर्बाद। ये आकर चाइना से इनकी पार्टी के मीटिंग पे बैठ रही है। ये बताइए ट्रम्प अगर इंडिया आते हैं या कोई आता है तो वो भारत सरकार से बात करेंगे कि समाजवादी पार्टी से बात करेंगे, इधर बिहार में आके नीतीश कुमार से बात करेंगे, इसके गठबंधन कर रहे हैं। लेकिन ये इंटरफेयर करती है। ये बुढ़ऊ को समझ में आ नहीं रहा है, एक चक्कर में बुढ़ऊ पगला गया है। नेपाल का आदमी इसको ठीक कर दिया, इनको जहाज पे लदा भागे थे, हेलीकॉप्टर से बेचारा लदा के भागा था। इसको लगता था इसका कभी अंत नहीं होगा। नेपाल वाला जंजी लोगों ने इनको तो व्यवस्था कर दिया। गली गली में डग रहा है, काजी साहब तगड़ा है, गली गली में डगरा है, काजी साहब बकरा है, गली गली में शोर है, काजी बकरा चोर है। यो बहुत हसीना बकरा चोर को लागि लुक सुरु भयो अन्त अनि फेरि मासु भात खाएंगे, खाडीतिर जाएंगे भन्न चाहिँ नबिर्सनु नि। ल्याएर म प्रधानमन्त्री भएँ भने 6 महिना भित्र ग्यास वितरण गर्छु। यो रेकर्डमा रहोस्, रेकर्डमा रहोस्। यो अहिले पनि बजाउनु होला। प्रधानमन्त्री भएँ भने 6 महिना भित्र भनेको छु मैले, दिनै पछि बजाए पनि हुन्छ। पैसा तिरेका 4वटा गुण्डा शहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मारेर लगाएर, तोडफोड गर्न लगाएर, पार्टी कार्यालयहरूमा तोडफोड गर्न लगाएर, व्यक्तिका घरहरूमा तोडफोड गर्न लगाएर, व्यापार बिजनेसमा आक्रमण गरेर अनि देश धेरै बिग्रियो। हामी सपार्न आउँछौँ, मलाई साथ देऊ, म अगाडि बढ्छु आह्वान गर्छु। हामीले देखेका छैनौँ अस्ति 58 सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा हामी सबैलाई छुनेर प्रेस, अहिले प्रेसवालाहरू के भन्दैछन् पनि म बुझ्दिनँ। त्यति बेला त समाचार भन्नेको पछाडि आर्मी उभिएर समाचार भने होइन, साँचो लाउन गएको होइन, प्रेसमा समाचार बन्द गरिया होइन, टेलिफोनको लाइन काटेर भएन, तार काटेर थियो। तार कस्तो बोक्यो होला, लाइन काटेपछि त सिद्धि हो नि, तार काटेर कहाँ बोकेर गयो? त्यो तार अहिलेसम्म फिर्ता गरेको छैन ज्ञानेन्द्र शाह। कहाँ लग्यो हो, कहाँ लग्यो? अनि फेरि चाहियो राजतन्त्र। हामीले देखाएको छैनौँ अस्ति 58देखि 62सम्म। यो भुल भुलैयामा नपरौँ। यस्ता शक्तिहरू हाम्रो सुदृढ एकता र हाम्रो चाहिँ एमाले जस्तो गर्छन् नपुगेर यिनीहरू सल्लाह लाउन थाल्यो। के नयाँ शक्ति बनाएको छ? नयाँ शक्तिको देखिएन अब तमासा। 24 गते देश चलिरहेको थियो, आफू चाहिँ हेलिकप्टर चढेर भाग्यो, बाँकी देश जल्न छोड्यो भन्ने आरोप पनि के थियो? त्यसको जवाब के? भाग्या होइन, मान्छे बचाएको। म प्रधानमन्त्रीको हैसियतले भिडन्त गरेर सुनाइ देखाउन भन्दा ठाउँ सरेर बस्नु उपयुक्त थियो। त्यसकारण म केयरटेकर प्राइम मिनिस्टर थिएँ। प्राइम मिनिस्टरको हैसियतले सेनाको सुरक्षाभित्रै थिएँ। सेनाको सुरक्षाभित्र अर्को ठाउँ सरेर म हेलिकप्टरमा अर्को ठाउँ सरेर गएँ। प्रधानमन्त्रीले हेलिकप्टर चढेर अलि कुम्सा ठुलोको ठाउँ सरेर बस्यो, भिडन्त गरेन, मान्छे मारेन। धन्यवाद दिनुपर्ने ठाउँमा भाग्यो। मुकाम फेऱ्यो, कहाँ भाग्यो? भाग्या भए आज यहाँ यसरी आउँछ। कहिले भाग्दैन, देश छोडेर जाँदैन, कुनै गलत काम गर्दैन, कुनै कुराको सामना गर्नुपर्ने पछि ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। एमाले विरोधी शक्तिहरूलाई मैले भन्ने व्यक्तिहरूलाई मैले भन्ने गरेको कान खोलेर सुने हुन्छ। नेकपा एमाले आउँदो निर्वाचनमा, आगामी 21 गते हुने निर्वाचनमा पहिलो पार्टी। फेरि एमालेको बहुमत आएर म प्रधानमन्त्री भयो भने 6 महिनाभित्र सबैको घर घरमा ग्यास पुर्याउने छु।
चोर देश चोर वडी चोर देश चोर भन्दै थियो मेरो घरको सामान चोरेर लाँदैछ चोरले ताजुब लाग्यो कस्तो समय आएछ मेरो घरको सामान उठाएर लाँदैछ चोर्दैछ चोर देश चोर भन्दैछ अब यस्ता तत्त्वहरूसँग कुनै बहस हुन्छ उनले सत्य बोल्लान् भन्ने तपाईँ अपेक्षा गर्न सक्नुहुन्छ यत्रो सामान चोरेर कुदिया छ चोर्दैछ लुट्दैछ अर्काको पसल लुट्छ अर्काको डिपार्टमेन्टल स्टोर लुट्छ अर्काको घर भेटाएपछि आगो लाउँछ यही नेपाली कल्चर हो सरकारी सम्पत्ति सार्वजनिक सम्पत्ति जनप्रतिनिधि सर्वोच्च जनप्रतिनिधि संस्था संसद भवनमा आगो लाउँछ के भन्ने डेमोक्रेसी र सर्वोच्च यो जनप्रतिनिधि संस्था चाहिँदैन भने होइन त्यसका कार्यक्रम गर्नु पर्दैन भने होइन एकातिर संसद भवनमा आगो लगाइन्छ अर्कातिर संसद विघटन गरिन्छ संसद विघटन गर्ने पहिलो माग राख्छ पहिलो शर्त राख्छ यो भनेको सोझै डेमोक्रेसी विपरीतको मन लाग्यो तर नेपाली संस्कृति संस्कार सभ्यता भन्दा बिल्कुल उल्टो यस्तो खालको क्रियाकलाप यो नेपाली क्रियाकलाप भन्छ झन्डा ओढेर सिंहदरबार जलाउने झन्डा ओढेर सर्वोच्च अदालत जलाउने झन्डा ओढेर अर्काको सम्पत्ति जलाउने अथवा संसद भवन जलाउने झन्डा ओढेर चोर्न जाने बियरका बोतल चोर्ने झन्डा बोकेर ओढेर यो झन्डाको दुरुपयोग अथवा कति ढकसलाबाजी हुन् भन्ने कुरा नि कति ढकसलाबाजी झन्डा ओढेर तपाईँले देख्नुभएको होला मलाई यत्रो दुनियाँले गाली गरेको छ सराप्या छ यो मध्य प्रदेशमा कोही बोक्सी छ भने कसैले मलाई लगाइदियोस् न बोक्सी लगाइदिए भइगयो यत्रो गाली गरेर किन हिँड्नु परेको छ र बोक्सी लगाइदिएको यो नहुने नचाहिने कुरा अन्धविश्वासको पनि हद हो जसले कको अक्षर पढेको छैन ऊ यस्तो विद्वान यस्तो जान्ने छ कि मान्छेलाई बाण हानिदिन्छ घरैमा बसेर न धनु न काँडो हावामै बाण हानिदिन्छ यस्तो पनि हुन्छ काहीँ आजको जमानामा यस्ता कुरा पनि पत्याएर हिँड्ने त्यसकारण हामी जनप्रतिनिधिहरूले जनस्तरमा पनि यस्ता अविश्वास अन्धविश्वास यस्ता असम्भव र नहुने कुराहरूलाई अस्वीकार गरेर जनचेतना जगाऊ अहिले पनि बाल विवाहको महामारी छ यसलाई जनचेतनाबाटै रोक्नु कानुनको खास कमी छैन सामाजिक अपराध महिलाहरूमाथि हुने हिंसा जस्ता कुराहरूलाई कानुनको दायरामा ल्याउनै पर्छ ल्याउँ र कडा सजायको व्यवस्था गरौँ आफै त्यो कुराहरू चाहिँ नियन्त्रणमा आउँछ तर हामी त्यस कुरामा पर्याप्त अड्न सकिरहेका छैनौँ यस्तो कुराहरूलाई भोटसँग साट्यौँ भने समाज सधैँ पछाडि रहन्छ अन्धविश्वास सहेर भोट बनाउने होइन हुइज केपी ओली भन्ने नेताले 30 गतेको चुनाव पछि जनताले तपाईलाई जवाब दिन्छन् हुइज केपी ओली हुइज एमाले मतदाताहरूले के भनिदिन्छन् भने यो विकास निर्माणको कुरा गरेर हुँदैन मान्छे मार्न पाइन्छ ती साना बालबालिकालाई मार्न पाइन्छ त्यो संसद भवन अगाडि किन गोली चलाएको किन मारे एउटा कुरा बच्चा बच्ची मारिएका थिएनन् कहाँ मारिएका थिए मान्छे घरभित्र स्कुलमा बच्चा बच्ची भएका ठाउँमा मारिएका थिए कि संसद भवनमा आगो लाउन जाँदा पर्खाल भत्काउँदा फलाम काट्ने औजार बोकेर घरैबाट आएकाहरू बैती बेच्चा बोकेर झम्पल बोकेर पर्खाल छोडेर पर्खाल भागेर आगो लगाउन पुग्दाखेरि प्रहरीमाथि हमला गर्दाखेरि मारियो एउटा कुरा कुनै भ्रम राख्नु हुँदैन अर्को कुरा
कसरी युवाहरू मारिए, नवयुवाहरू मारिए, ती युवाहरू र बच्चा बच्ची भन्ने कुरा अलिकति फरक कुरा हो। यो चुनाव उहाँले जित्नुहुन्न किन मेरा हजुरबाउले पनि एमालेलाई भोट हालेको, मेरा बाउ 2टा वार्ड सदस्य हुनुभएको, अघि गएको भोट पनि 12 भोटले हालेको मेघलाजुङमा। त्यस कारणले गर्दा यसपालि बालेनले चुनाव जित्दै हुनुहुन्छ। यो चुनावपछि फेरि बहुमतमा म प्रधानमन्त्री भयो भने 6 महिनाभित्र ग्यास अहिले पनि बजाउनु होला। प्रधानमन्त्री भयो भने 6 महिनाभित्र दिनैपछि बजाए पनि हुन्छ। चुनाव अगाडिको चिप्लो र चिल्लो घोषणामा होइन म कहिले त्यसो म नेकपा एमालेको झोले हो, म यस देशका जनताको झोले हो। अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन। म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ। जनताका हितहरूको झोला बोक्ने, राष्ट्रका इज्जतको, राष्ट्रका हितहरूको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र गौरवको झन्डा माथि उठाउने, परिवर्तनको झन्डा माथि उठाउने एउटा झोले हो। के भयो त झोले हो? मैले कुनै सामन्तको झोला बोकेका छैन, कुनै सामन्तको 2 कौडी लिएर त्यसका पछाडि स्तुतिगान गर्न पुगेको छैन, इतिहासलाई बाङ्गो टिङ्गो पारेर मर्काएको छैन। त्यस्तो झोला इतिहास नमर्काउने, नबग्याउने, इतिहासलाई जस्ताका तस्तै बुझ्ने, राख्ने, इतिहासलाई सही बाटोमा अगाडि बढाउने। दाइ नेपाली हो? हजुर हो। तपाईँलाई अहिले नेपालको कुन नेता मनपर्छ दाइ तपाईँले? मन पर्ने त केपी ओली हो। हजुर। तर जिउँदो होइन, मरेको। मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या। म त छटपट्टि नै हुन्। युवाहरू देशभित्र बस्नै नसकेर गएका त होइन नि त, चोइसले गएका हुन्। पाको अनुसार युवाहरू विदेश चोइसले गर्दा जान्छ अरे। साला कुन युवाको चोइस छ यो 50 डिग्री सेल्सियस तापक्रममा 12 घन्टा 16 घन्टा नन स्टप पसिना चुहाएर मरी काम गर्नु कुन युवाको चोइस छ? म नभागेको भए के गर्नुहुन्थ्यो उहाँहरूले? भाग्यो भन्नुहुन्छ, नभागे अब के गर्नु? हुन्न त भाषा सुनिया छ, रेकर्डमा आएको छ, तर पनि उहाँहरूकै मुखबाट सुनौँ त एकपल्ट। नभागे भए के गर्ने मन थियो? जेनजी नेताहरूलाई सोध्छु म, सुशीला कार्कीजीहरूलाई के गर्ने मन? अन्डा 2 प्रकारका हुन्छन्, एउटा बतासे, एउटा साँच्चैको अन्डा। बतासे अन्डाबाट चल्ला निक्लिँदैन, यी बतासे अन्डाहरूबाट पनि चल्ला सबैको चल्लो र बच्चो छन् त अहिलेको उठ्नेको। तपाईँको खै चल्लो बच्चो? तपाईँलाई नि चल्लो बच्चो भन्ने कुरा हुन्छ। बतासे त तपाईँ हुनुहुँदो रहेछ। बिउ त रहन्छ तपाईँको बिउ त रहन्छ, तपाईँको बिउ रहन्छ। म गाँजा खान्न, म रक्सी खान्न, चुरोड खान्न, खैनी खान्न, पान खान्न, कुनै मादक पदार्थ खान्न। 21 गते फागुनमा चुनाव गराउँछन् नि भन्नुहुन्छ, घाट कुरा गर्नु होला। त्यो चुनाव गर्ने गराउने अधिकार पनि तपाईँलाई छैन। को तपाईँ चुनाव जहाजका कुरा गर्दा मलाई धेरैले मजाक उडाए। पानीमा साना साना कागजका जहाज बनाएर बाल्टीमा पानी राखेर डुबाएर केपी ओलीको पानी जहाज भनेर पनि देखाए। अहिले यता अघिल्लो रोगको पल्लो छेउमा बस्ने साथी
चलाउँदै चलाइराख्नु भएको छ। नेपालका कन्टेनरहरू नेपाली ध्वजा राखेर कन्टेनर चलाइराख्नु भएको छ। त्यही प्रेरणाले गण्डकीमा चलेको छ स्टिमर, त्यो चाहिँ रिक्रिएसनका लागि। कोशीमा चलेको छ स्टिमर, त्यो चाहिँ यातायात प्रयोजनका लागि समेत। फ्रेटलाई पनि प्रयोग हुन्छ त्यो। 7 घन्टा लाग्ने भोजपुर 11 मिनटमा पुगिन्छ। यो सानो परिवर्तन होइन। जेन्जी पुस्तालाई पिर पर्यो अरे, राम्रो लागेन अरे। जेन्जी पुस्ता भन्ने चाहिँ कुनै ठगी खाने भाँडो हो? जेन्जी पुस्ताको नाम लिएर जे पनि गर्न पाइन्छ, त्यो जे पनि गर्न हुन्छ। जेन्जी पुस्ता अलिअलि बुझ्दैन पनि होला, अलिक आलो काँचो पनि होला। त्यस कारण जेन्जी पुस्तालाई झन् भड्काउनु खोजेका छन्। त्यो बेकारको कुरा हो जेन्जी पुस्ता भड्काउने भनेर। मैले 35 वर्षसम्म नन स्टप सूर्यमा छाप लाएँ, के भयो त? म राष्ट्रपालाई भोट हाल्छु यसपालि। म नेकपा एमालेको वडा अध्यक्षको उम्मेदवार पनि हो। यो पटक सबैभन्दा ठुला दल मध्येमा गिर्ने एमाले देखाएको छ। प्रहरीको गोलीले प्रहरीमाथि हमला गर्दाखेरि प्रहरीले गोली चलाएछ। यो पनि कसले गोली चलायो थाहा तपाईँ र गृहमन्त्रीको निर्देशन बिना थाहा नपाइकन नै कहाँको निर्देशन? निर्देशन त दिएन नि। निर्देशन आवश्यकै पर्दैन। नेपाल जलेको त सबैले देखाएको छ। ओलीको लुटेरा समूहले दोलखाको कालिन्चोकको जग्गा पनि कब्जा गरेको छ। धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण ठाउँ हो कालिन्चोक। कालिन्चोक क्षेत्रको सरकारी वन र कालिन्चोक भगवतीको जग्गा ओलीका आसेपासेले कब्जा गरेका छन्। एमालेका नेता र दोलखाका व्यापारी बालकृष्ण शिवाकोटीले अनेक झालझेल गरेर कालिन्चोकको जग्गा कब्जा गरेका छन्। उनको टोलीले अझै पनि यस क्षेत्रको जग्गा कब्जा गर्ने प्रयास छाडेको छैन। कालिन्चोक भगवती माई मन्दिर र कुरी बजार रहेको वन क्षेत्रको जग्गालाई नक्कली गुठीको नाममा दर्ता गराएर जग्गा कब्जा गर्ने षड्यन्त्र गरिरहेको छ ओलीको लुटेरा समूहले। 2075 सालदेखि नै ओलीले गुठी संस्थान, नापी कार्यालय र भूमि व्यवस्थापन विभाग मार्फत कालिन्चोक क्षेत्रको सम्पूर्ण जग्गा कब्जा गर्ने प्रयास गरेका थिए। कालिन्चोक क्षेत्रको वन क्षेत्रमा सबैभन्दा पहिले ओलीका खास मान्छे तथा दोलखाका एमाले नेता बालकृष्ण शिवाकोटी र उनको समूहले आँखा लगाएको थियो। यस समूहले यस क्षेत्रमा केबल कार चलाउँछ। यो केबल कारमा एमालेका नेताहरूकै सेयर सबैभन्दा धेरै छ। अहिले यही समूह कालिन्चोक क्षेत्रको सबै जग्गा नक्कली गुठीको नाममा दर्ता गराउन लागिरहेको छ। ओलीको लुटेरा समूहले गर्दा कालिन्चोक भगवती माई मन्दिर रहेको टाकुरा समेत पहिरोको जोखिममा परेको छ। फलाम र काठका टेको लगाएर मन्दिर जसोतसो जोगाइए पनि कतिन्जेल त्यसले ठेग्ला भन्ने टुङ्गो छैन। ओलीको लुटेरा दस्ताले मन्दिरको आधार शिविर मानिने कुरी वन क्षेत्र सखाप गरेको छ। तपाईलाई थाहा छ, कालिन्चोक क्षेत्रमा कब्जा गमाउने शिवाकोटी एमालेका नेता मात्र होइनन्, उनी त ओलीका भान्जा समेत हुन्। कालिन्चोक क्षेत्रको जग्गा कब्जा गर्ने योजना बनाएको शिवाकोटीले सिधै मन्त्री परिषदबाट निर्णय गराएर केबल कारको अनुमति लिएका थिए। कालिन्चोक क्षेत्रको जग्गा कब्जा गर्न बनाइएको केबल कार कम्पनीमा केपी ओलीका 2 जना पिए पनि सामेल छन्। कालिन्चोक क्षेत्रको जग्गा कब्जा गर्ने लुटेरा समूहमा ओलीका भूतपूर्व पिए इन्द्र प्रसाद भण्डारी र वर्तमान पिए राजेश बज्राचार्य पनि छन्। Ours is a diversified country. Very natural diversity, geographical, biological, botanical, social, different type of diversities are there. Mount Everest and other mountains more higher than 8,000 meters, higher than 8,000 meters. They
pieces, flowers, birds, everything. We are conscious about to protect those animals. We have elephants. सैनिकको हेलिकप्टरमा प्रधानमन्त्री केपी शर्मा ओली भागे। प्रधानमन्त्री केपी शर्मा ओली सैनिकको हेलिकप्टरमा भागेको सनसनीपूर्ण खबरले अहिले देशमा झन् आन्दोलन चर्किएको छ। भर्खरै प्रधानमन्त्री केपी शर्मा ओली सैनिकको हेलिकप्टरमा उपत्यका छोडेर भागेको भन्ने बुझिएको। मेरो घर म बाँचिन्जेल, मेरो श्रीमती बाँचिन्जेल म बस्न पाउँछु। त्यसपछि अहिले पनि म त्यो घर बन्दकी राख्न सक्दिनँ, म त्यो घर बेच्न सक्दिनँ, बेचेर खर्च चलाउन सक्दिनँ। बिमारी भए पनि उपचार तपाईँहरूले गराउनु भयो भने कुनै, नत्र भने मसँग पैसा छैन। किन पैसा छैन भने अलिकति त सांसद छु, सांसदको हिसाबले थोरैतिर आउँछ। नत्र भने मैले घर बेचेर उपचार गर्छु भन्ने पनि छैन, किन घर दान गरिसकेको छ। दान गरेका चिज बेच्न पाइँदैन। अब 14 महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ। मैले धेरै केही भन्नु पर्दैन। अन्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे, एउटा साँच्चैको अन्डा। बतासे अन्डाबाट चल्ला निक्लिँदैन, ती बतासे अन्डाहरूबाट पनि चल्ला जेन्डरका राइट्स हुनुपर्छ, जेन्डर इक्वालिटी हुनुपर्छ। र अहिले के भन्नु भने त्यो क्युसम्मको LGBTQ सबै जोसुकै होस्, सबैले अधिकार प्राप्त गर्नुपर्दछ, सबैका अधिकार हुनुपर्दछ। तर एउटा के भने यो सेम जेन्डरका बिचमा म्यारिज गर्ने जस्तो कुरा म बुझ्दिनँ। के भनेको हो त्यो भन्ने कुरा। अब कतिवटा कुरा मैले नबुझेका कुरा हुन सक्दछ, यो संसारमा सबै मैले बुझेका हुन्छु। त्यसर्थ म सबैको अधिकारको पक्षमा के गर्नुपर्छ र समयानुकूल, परिवर्तित समयानुकूल के गर्नुपर्छ त्यस सम्बन्धमा भाइले प्रश्न उठाउनु भएको छ। त्यस प्रश्नलाई व्यवहारिक रूपमा पहिले मैले एन्सर गर्ने त एउटा कुरा हो, तर व्यवहारिक रूपमा हामी कसरी एड्रेस गर्न सक्छौँ त्यस सम्बन्धमा सरकारले ध्यान दिन्छ र जस्टिस इस्टाब्लिस गर्छ। सुशीला कार्कीले मेरो जेठो छोरो सुदन गुरुङ भन्नुभयो, अनि जेठो छोरो सुदन गुरुङ भए बाउ चाहिँ को हो त? यो त टिबेटन शरणार्थी भन्छन्। अब बाउ टिबेटन हो कि नेपाली हो? कार्कीको छोरो कसरी चाहिँ गुरुङ भयो भनेर सोसियल मिडियामा भाइरलै भएको छ। अनि एमालेहरूले केपी ओलीलाई बा भन्छौ, एकपल्ट आमालाई सोध त, केपी ओली हाम्रो बा हो त भनेर सोध त। म पढे लेखेको मान्छे हुँ क्या, म विद्वान मान्छे हुँ, सर्टिफिकेट हेर्नु होइन होला। के हो? नेपालमा रेल ल्याएका छौँ, पूर्व पश्चिम रेलको बाटो, काठमाडौँ रक्सौल रेलमार्ग, चीनतर्फ रेलमार्गको बडो अचम्मको पैसा भेटिएको छ। यहाँ चाहिँ यो नोटको नम्बर चाहिँ 6 यसको फेरि 5 कृष्ण प्रसाद उप्रेतीको नागरिकता भेटियो। यहाँ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको यो लाइब्रेरी रुम है, केपी ओलीले यति धेरै पुस्तक पढ्दो रहेछन् भनेर यहाँबाट पनि देखिन्छ है। तस्बिर हामीले तपाईँलाई देखायौँ सुत्ने कोठा पहिले, र यहाँ चाहिँ पाहुनाहरूसँग बसेर कुराकानी गर्ने घाम ताप्ने ठाउँ चाहिँ देखाइसक्यौँ। अब हामी छतमा जाँदैछौँ है। उहाँको छतको अवस्था के छ, हामी माथिबाट यो ढुङ्गा पनि खस्न सक्छ, यस्तो जोखिम छ, देख्न सक्नुहुन्छ। सिसा छ जता पनि। ल यो बाल्कोनीमा आइपुगेका छौँ है हामी। अब धेरै पटक भाइरल भएको थियो, उहाँ र प्रधानमन्त्री
पूर्व प्रधानमन्त्री प्रचण्डसँगै बसेर एकचोटि मकै खाएको सम्म त लकडाउनमा हुनसक्छ होइन उहाँको त्यो एउटा फोटो पनि सार्वजनिक भइरहेको थियो त्यो चाहिँ यहीँ थियो है यहाँ देख्न सक्नुहुन्छ यो यही बाल्कोनीमा हो जो निकै भाइरल बनिरहेको थियो त्यो फोटो चाहिँ देख्न सक्नुहुन्छ यो बाल्कोनीको अवस्था यस्तो छ है ल हेर्नु यहाँ चाहिँ यस्तरी फुटेको छ यो देख्न सक्नुहुन्छ अब नेताहरूको घर एक दुईवटा त हुन्थ्यो है तर यहाँ चाहिँ केपी ओलीको 4वटा घर रहेछ है हेर्नुहोस् एउटा यो घर रहेछ एउटा त्यो घर रहेछ एउटा हामी बसेको र अर्को घर चाहिँ यतापट्टि पारीपट्टि है यो घर ऊ त्यो घर 4वटा घर एउटा कम्युनिस्ट नेताको 4वटा घर कतिको जायज कुरा हो कृपया तपाईँ हामी पनि कमेन्ट गर्नु होला ल अब हामी यो घर सट्याउँ लगभग देख्न सक्नुहुन्छ प्रधानमन्त्री सुत्ने कोठा हो यो चाहिँ सुत्ने कोठा हो अब हामी अर्को घरतिर जाँदैछौँ है ल हामी चाहिँ यो एउटा घर सकेपछि अर्को घरमा जाँदैछौँ केपी ओलीकै फोटो हेर्नुहोस् के रहेछ हामी जाँदैछौँ ल यही घरमा जाउँ होला ल देख्न सक्नुहुन्छ यो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको यो लाइब्रेरी रुम है लाइब्रेरी रुम देख्न सक्नुहुन्छ यो यस्तो आमा ल हेर्नु त यो बुकहरू ल हेर्नु त पुस्तकहरू केपी ओलीले यति धेरै पुस्तक पढ्दो रहेछन् भनेर यहाँबाट पनि देखिन्छ है जताततै पुस्तकै पुस्तक छन् देख्न सक्नुहुन्छ यो पुस्तकहरू देख्न सक्नुहुन्छ यहाँ ल यहाँ चाहिँ देखियो है यो तराई मधेस द्रुतमार्ग सडक आयोजना सञ्चालन कार्यविधि 2084 भन्ने छ यहाँ पैसा तिरेका 4वटा गुन्डा सहरमा उतारेर आगो लगाउन लगाएर मान्छे मार्न लगाएर तोडफोड गर्न लगाएर पार्टी कार्यालयहरूमा तोडफोड गर्न लगाएर व्यक्तिका घरहरूमा तोडफोड गर्न लगाएर व्यापार बिजनेसमा आक्रमण गरेर अनि देश धेरै बिग्रियो हामी सपार्न आउँछौँ मलाई साथ देऊ म अगाडि बढ्छु आह्वान गर्ने हामीले देखेका छैनौँ अस्ति 58 सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा हामी सबैलाई थुनेर प्रेस अहिले प्रेसवालाहरू के भन्दैछन् कोनी म बुझ्दिनँ त्यति बेला त समाचार भन्नेको पछाडि आर्मी उभिएर समाचार भने होइन साँचो लाउन गएको होइन प्रेसमा समाचार बन्द गरिया होइन टेलिफोनको लाइन काटेर भएन तार काटेको थियो तार कस्तो मूर्ख होला लाइन काटेपछि त सिद्धियो नि त तार काटेर कहाँ बोकेर गयो त्यो तार अहिलेसम्म फिर्ता गरेको छैन ज्ञानेन्द्र शाहले कहाँ लग्यो अनि फेरि चाहियो राजतन्त्र हामीले देखाएको छैनौँ अस्ति 58 देखि 62सम्म यो भुल भुलैयामा नपरौँ यस्ता शक्तिहरू हाम्रो सुदृढ एकता र हाम्रो चाहिँ एमाले जस्तो गर्जन नपुगेर यिनीहरू सालबलाउन थाल्यो के नयाँ शक्ति भनेको छ नयाँ शक्तिको देखिएन अब तमासा अनि मान्छेले सेक्स ठुलो कुरा होइन मान्छे सेक्स भयङ्कर ठुलो कुरा सम्पदा होइन हजुर चाहिँ उठ्नु पर्यो होइन अब हजुरले जे पनि हामीले लाइक गर्नु भएको छ छेउमै खिच्राएँ जेन्जी पुस्ता केपी ओलीज्यू अस्तिसम्म तापनबाट रतन कार्यालय समातेर शुक्रबार साँझसम्म जेल हाल्छु भन्ने तपाईँ होइन भित्री रूपमा गोप्य समाचार नपाएर मैले अभिव्यक्ति दिने तपाईँ होइन झापा क्षेत्र नम्बर 5 बाट बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन दाई चुनाव लड्दै हुनुहुन्छ बालेन दाई झापा जानु पनि पर्दैन के झापाको कुनै एउटा जङ्गलमा र फोटो मात्रै राख्दै पनि झापाको जनता यति विश्वासिला र यति शिक्षित छन् यति बुझाकी छन् यति घिउ छन् 100%। अब यस्ता दिन पनि हेडलाइनमा आउन चुनाव अगाडि घर घरमा रेल ल्याउँछौ भन्थ्यौ कोही त घर घरमा रेल ल्याएर अनि तपाईँको घर चाहिँ कता उछिटिन्छ नि माछिकमा चुट्लाई बढी बोलेछ क्या होइबाट सक्कल नदेखेर बाघ हुन्छ भन्थे अनि